नन्दनजी हजुर तपाईलाई थाहा छ श्रीलङ्काको नक्सामा त्यो सिंहले तरबार लिएर बसेको किन हो थाहा तपाईलाई? थाहा छैन किन हो। ल आउनुहोस् म तपाईलाई एउटा कथा सुनाउँछु। त्यो एक दिन एउटा त्यो राजा रहेछ हैन, राजालाई चाहिँ बिहा गर्न पर्ने रहेछ। अनि राजाले चाहिँ आफ्नो मन्त्रीलाई चाहिँ ल जाऊ मैले बिहा गर्न पर्ने भयो, मेरो लागि चाहिँ एउटा युवती खोजेर लिएर आऊ तिमीले भनेर चाहिँ राजाले मन्त्रीलाई पठाएछ। अनि मन्त्रीलाई पठाइसकेपछि चाहिँ राजाले पठाइसकेपछि चाहिँ के भनेछ राजाले भन्दाखेरि चाहिँ ल युवती लिएर आऊ नत्र तिमीले युवती लिएर आउन असफलता भयो भने म तिमीलाई मृत्युदण्ड दिन्छु भने चाहिँ मन्त्री एकदम डराएर गएछ। अब राजाले एउटा मात्रै भन यस्तो नराम्रो किन लिएर आएको भन्छ कि भनेर चाहिँ उसले चाहिँ पुरा विश्व घुमेर चाहिँ 600 जना चाहिँ युवतीहरू बोकेर आएछ। राजाको लागि एकदम राम्रा युवतीहरू बोकेर आएछ राजाको लागि भनेर हैन। अनि त्यसपछि चाहिँ राजा आएपछि राजा एकदम मक्ख पर्यो, ओहो कति राम्रा हुन् भर्खरै बिहा गर्छ, अब यो 600 जनासँग त मैले बिहा गर्न त सक्दिनँ, मेरो सिंहासनै डुबाइन्छ यिनीहरूले। 600 जनासँग बिहा गरेर भने सबैलाई लिपस्टिक पाउडर लिपी पोती सबै गर्ने। राजाले उपाय लिएर आएछ, राजा भित्र पस्यो, तिमीहरू एकछिन यहाँ बस्दै गर भनेर राजाले जुक्ति लगाएर भित्र गएछ। भित्र गइसकेपछि चाहिँ उसले चाहिँ सबै रानीहरूलाई चाहिँ एकछिनपछि एउटा हातमा चाहिँ बिउ लिएर आएछन्। सबै रानीहरूलाई चाहिँ बाँड्दैछन्, ल यो चमेली फुलको बिउ हो, एकदम राम्रो छ, यो चाहिँ तिमीहरूलाई मैले 1 महिनाको समय दिन्छु। यो चमेली फुल चाहिँ जसले चाहिँ उत्पादन गरेर राम्रो बनाएर ल्याउन सक्छ तिनीहरू तँसँग चाहिँ जसले चाहिँ एकदम राम्रो आकर्षक बनाउँछ उसँग चाहिँ मैले बिहा गर्छु भनेर राजाले प्रस्ताव राखिसकेको थियो। अनि रानीहरूले अब बिहा गर्न आइसकेपछि ल हुन्छ भनेर उनीहरू लिएर गएछ। लिएर गइसकेपछि चाहिँ अनि त्यसपछि दिन बित्दै गयो, हप्ता बित्दै गयो, महिना बित्न त टाइम लाग्दैन। अनि 1 महिनापछि रानीहरू आएछन्, सबै रानीहरूसँग चाहिँ फुलको गमला सिवाय एउटा रानीसँग 579 जना रानीसँग फुलको गमला, त्यो एउटा रानीसँग फुलको गमला छैन। अनि त्यो एउटा रानीसँग फुलको गमला नभएपछि चाहिँ तिमीसँग चाहिँ खै तिम्रो गमला खै, तपाईँले ढाँट्ने, तपाईँले छल गर्ने, यस्तो यो डुप्लिकेट प्लास्टिकको बिउ दिएर नि हुन्छ। यिनीहरूले त बजारबाट किनेर लिएर आएका हुन्, मैले आफ्नै आँखाले देखिरहेको। भनेपछि राजा मक्ख परेछन्, ओहो यही हो मेरो रानी बन्न लायक भनेको, तिमीहरू त झुटा रहेछौ, तिमीहरूले चाहेको भए यो नक्कली हो भने तिमीहरू सबैले भन्न सक्थ्यौ, तर यो मान्छेसँग आँट रहेछ, सहीलाई सही भनौँ गलतलाई गलत भनौँ। चाहिँ राजाले चाहिँ बिहा गरेछ। त्यसपछि उनीहरू खुसी बस्न थालेछन्। अनि यसमा श्रीलङ्काको झन्डामा सिंहको हातमा तलवार चाहिँ कहाँ? त्यो त मलाई पनि थाहा छैन यार, कहाँबाट आयो भने